त्यो प्यानल होइन यहाँ चाहिँ नि अब यहाँ त यसमा के गर्छ स्विचहरू होइन यो हुन्छ भन्छ आइसोलेटरहरू हो अन आइसोलेटर्स त्यसलाई के भन्छ एमिटर भोल्टमिटर त्यसपछि के भन्छ त स्विच एउटा एउटा कुनै खोलौँ न खोलिदिउँ न एउटा फेरि प्यानल बोर्ड एउटा खोलिदिउँ हिजो हामीले गर्ने बेलामा चाहिँ यहाँ चाहिँ तिनवटा टावर छ नि यहाँ 1 2 3 है यहाँ चाहिँ नि एउटा मेन स्टार डेल्टा कन्ट्र्याक्टरहरू यहाँ छ हामी त्यो कसो छ एनसीसीबी हो भने चाहिँ लेखा छ नि एनसीसीबी DU 100 भन्दै छ नि हेर्नु नि यहाँ यदि 25 kVA ICU भनेर 25 kVA लेखा छ KA लेखा छ किलो एम्पियर कतिको भन्नु त रेटिङ कतिको छ त 63 एम्पियर भन्छ होला हिजो 63 एम्पियर लेख्नु भन्थे नि हो 63 एम्पियर को एनसीसीबी यो है मोल्डेड केस सर्किट ब्रेकर है यो चाहिँ हाम्रो के भन्छ हाईको लागि एमसीसीबी सानोको लागि एमसीबी अब यो चाहिँ तीनटा चाहिँ यसको कन्ट्र्याक्टर एउटा टाइमर स्विच पनि हुन्छ उयो यो के कहाँ छ टाइमर यसको है यो यसको यो टाइमर हैन अब यतातिर स्टार्ट डेल्टातिर म जानै नजाने भित्रको अपरेसन कसरी हुन्छ हरेक स्विच हालिरा स्टार्ट डेल्टा भन्ने थाहा कसरी भयो बाहिरबाट हेर्छ सर चाहिँ यो तीनटा हुन्छ तीनटा हुन्छ अनि यो भयो भने चाहिँ सरलाई स्टार्ट डेल्टा डोल भयो भने चाहिँ एउटा सिधै कन्ट्र्याक्टर एउटा पाइन्छ कन्ट्र्याक्टर गरेर सिधै जान्छ अनि यसबाट चाहिँ तार सबै दुईटा निस्किन्छ एउटा यहाँबाट गएको छ अर्को यहाँबाट जान्छ यो हेर्नु त एउटा यहाँबाट जान्छ अर्को यहाँबाट गएको हुन्छ एउटा फिड लाइन एउटा आयो अर्को फिड लाइन एउटा आयो यो अनि यहाँबाट चाहिँ तपाईको पम्पमा चाहिँ एउटा तारलाई अर्को तार गरेर दुईटा तार चाहिँ तपाईको पम्पमा जान्छ त्यही भएर 2 गुणा तार लाग्छ यो सिस्टमबाट है हामीले चाहिँ हेर्नु यो यहाँबाट चाहिँ 3टा तार जानु पर्यो समय अनि यो स्टार डेल्टा कन्ट्र्याक्टरबाट पनि एउटा स्टार कन्ट्र्याक्टरबाट पनि एउटा जानुपर्छ वाइसम्म अप्सनले कममा चाहिँ 2टा तार 6वटा तार दुईटा के हुन्छ दुईटा हुन्छ अब सोलर वाला भयो कि यो देखाउँदैछ दुईटा लाइन त अब यहाँ नजिक जानेलाई केबलको डिस्टेन्स के मतलब भयो त हामीले भएन त तर हैन 200 मिटर भयो नि त 5 लाखको त केबलै गयो अब यो 30,000 40,000 पर्छ है अब हेर्नु त यसले के देखाइरहेछ हेर्नु भोल्टेज कतिमा आइरहेछ 240 यो चाहिँ लाइन भोल्टेज दिइरहेछ है यो कति आइरहेछ त हो अब यो पनि के छ भने दिस इज अल्सो रङ हामीले बोल्यो भने जम्मै एउटा मात्र देख्यो एम्पियर को हैन हाम्रो एम्पियर भएपछि पो बल्ल सरले करेन्ट निकालेर एफएलसी निकालेर हामीले ब्याक चेक गर्दै पावर कति दिइरहेको रहेछ भनेर हामी निकाल्न मिल्छ नि हो हाइड्रोलिक अडिट इनर्जी अडिटिङ भनेर चाहिँ के हो मैले निकाल्ने बेलामा सर एचपी आयो अनि कतिमा अपडेट भइरहेछ त है हजुर भोल्टेज पनि आयो करेन्ट पनि आयो भने रुट 3 भए कसरी गर्न पाइयो नि त अब यो चाहिँ करेन्ट गर्दा जोडिएको छैन होला भित्र गर्ने बेलामा है अब यहाँ हो अब यो चाहिँ अलिकति एडभान्स होला मलाई मन पर्ने चाहिँ यो वाला हो यो खोल्नु गयो भने नि आइसोलेटर छ यसमा है अर्को भाँडा ढुलको बटनहरु केही छ त छैन नि अब यो चाहिँ सस्तो वाला पर्छ है सस्तो हेर्नु त यो प्यानल बोर्ड चाहिँ हेर्नु तीनटा यहाँ त हाम्रो यो स्विच इन्डिकेटरहरु भएको ट्रिप भएको हैन यो हैन सर्च प्रोटेक्टर यो एसपीडब्ल्यू भनेको हैन अब हेर्नु त यसमा चाहिँ के छ त भिआरएमएस भनेको छ हो यो हेर्नु कति आइरहेको छ त लाइन भोल्टेज अनि एआरएमएस भनेको एम्पियर कति दिइरहेको छ यो कुन पम्पलाई चलिरहेको सबै पम्प यो जोडिङ सबैतिर जान्छ यो बन्द गर्ने बित्तिकै कतिवटा पम्प बन्द हुन्छ सबै भन्नाले नाम भन्नुमा पानी कति छ नि यति पानी छ भनेको भनि 6वटा है अब हेर्नु त बुझ्नुभयो नि अब यो सबै 91 एम्पियर गइरहेको छ क्या सबै जोड्नु कुन पम्प के छ भनेर हामीले थाहा भयो त कुन पम्प दिइरहेछ छैन नि त हाल्न त सबैको लागि पहिला इन्डिभिजुअल थियो होला पछि मान्छे आउँदै गयो नयाँ प्रोजेक्ट आउँदै गयो हाल्दै गयो त्यसले बनाउँदै गयो त्यसले गर्दै गयो अब यो अरू सबै के भयो त रिडन्डेन्ट भयो कि रिडन्डेन्ट नट युज भयो इन्डिभिजुअल चाहिँ अलवेज तपाईँहरूलाई चाहिँ के छ भने स्पेक लेख्ने भनेर चाहिँ हेर्नु सस्तो राख्नु पर्यो भने यस्तो वाला होइन अलिकति महँगो वाला राख्ने भयो डिजिटल डिस्प्ले भनेर लेख्ने क्या त्यही स्पेकमा चाहिँ डिजिटल डिस्प्ले अफ करेन्ट एन्ड भोल्टेज
लेख्न पाइयो हैन अब यसको लागि स्पेकहरु लेख्ने भनेर चाहिँ सफ्टवेयरसँग बस्यो नि त फेरि क्याटलग लियो भने क्याटलग चाहिँ अनि बल्ल त्यसमा चाहिँ सबै कुरा लेख्ने हैन चाहिने कुरा ट्याक्कै लेख्ने अनि त्यसको एस्टिमेट राखेर हामीले डेटा एनालिसिस गर्ने भनेर चाहिँ इलेक्ट्रिकलमा यसरी हो अब यो त जिल्ला दरबारले त पास गर्दैन त्यसलाई के थाहा यो बक्सलाई के हो त प्यानल बक्सेस अब यो इनर भने रिडन्डेन्ट भइसक्यो इनर चाहिँ के स्ट्यान्डर्ड साइजमा आउँछ कि यो दराज किने जस्तो हो कि दराजभित्र सामान राख्नु तर दराज चाहिँ तपाईँको सामानको अनुसार त आउँदैन नि त भनेपछि हेर्नु त यो चाहिँ स्ट्यान्डर्ड साइजेस वाला प्यानल बक्स राख्ने भयो ठुल्ठुलो प्रोजेक्टमा चाहिँ हामी यसरी टक्क पहिला प्यानल बक्स पनि ल्याउँछौँ भरिँदै जान्छ अब यस्तो छ नि जे छ नि यो अर्डर प्यानल बक्सहरू स्टार्टिङमा बनाउनु पर्ने छ भने हामी यसमा बनाउँछौँ कि अर्कोलाई आर्कोमा बनाउँछौँ त्यो भएपछि एउटा टक्क बन्छ यहाँ चाहिँ इन्डिभिजुअल आयो ल्याउँदै आयो हाल्दै आयो है अब त्यो म्यानेजमेन्ट के भयो त हाल्नु अब यहाँ जाउँ यो भनेको यो चाहिँ लाइनको रेड येल्लो अनि यो पनि होइन होला सायद उनीहरूको सायद यो चाहिँ तपाईँलाई फेजको लागि होला डिफ्रेन्ट सुजहरू हुन्छ तपाईँले भित्रपट्टि जाने बेलामा खेल्ने हो तपाईँले होइन यहाँबाट अर्कोमा जाउँ है त अब जाउँ यो मेरा प्रोटेक्सन हामी यो बुझ्छौँ ल यो त रियल फिल्ड बुझ्यो नि त तपाईँहरूलाई नि भोलि पछि चाहिने भनेको यही यति गरे पुग्छ त्यो तपाईँले बुझ्नु भयो भने तपाईँको डिजाइन सिद्धि हो सोलर है उसले के गरेछ हेर्नु त म तपाईँको भन्छु हामी यही होइन यही प्रोडक्ट ल मेरो सोलरको मोडल क्यापेसिटी के ल्याएको छ त 2 वाट पावर यो भने बुझ्छौँ अहिले मैले 670 वाट पावर युज गर्छु यो के हो त अहिले तपाईँहरूलाई थाहा छ वाट पावर भनेको नि ड्यू टु सोलर क्यापेसिटी क्यापेसिटी अब एकछिन जानु भयो भने हामी जस्तै तपाईँले मजाले यो पढ्छौँ है पढ्नै पर्यो पानी जस्तो तपाईँहरूको सोलर मोडल कतिवटा छ त 78 वटा नम्बर अफ पिभी इन प्यारलल कति छ त 6 वटा भनेपछि सिरिजमा कतिवटा हुनुपर्छ 78 डिवाइडेड बाइ 6 गर्नु त कति जान्छ है टोटल सोलर एरे क्यापेसिटी कति छ त 19.5 किलोवाट पावर है नम्बर अफ पिभी इन सिरिज यहाँ लेख्दा कति छ 13 वटा 13 छटा 13 है यहाँ भर्टिकल हेड कति जान्छ डेली एभरेज डिस्चार्ज कति दिन्छ 200 भनेपछि हामीले यो दुईटा त डिजाइन गर्न सक्छौँ नि हामीलाई आइसक्यो यसले के 3 फेज आरएसआई कन्भर्टर हो क्यापेसिटी कतिको छ त पावर प्रोडक्सन कति गरेको छ 19.5 हाम्रो के छ त समर्सिबल पम्प के छ एसपी 30K एसपी-30 हैन त 3 फेज समर्सिबल पम्प मोडल हामी यो पनि गर्छौँ यही मोडल खोजेर हेर्छौँ यसको अनि अर्को के छ त क्यापेसिटी कति छ त्यसको 9.2 किलोवाट हो स्टार्टिङ हैन हामी यो भनेको इन्भर्टर क्यापेसिटी कन्ट्रोल प्यानल हो हामीले हिजो के भन्थ्यौ त कन्ट्रोल प्यानल गर्ने बेला तिनीहरु चाहिँ तपाईलाई 2 देखि 3 गुणाको ठुलोको कन्ट्रोल प्यानल हुन्छ हैन त TCSP लाई हान्नलाई त हामी स्टार्टिङ करेन्ट त के छ 2-3 टाइम्स छ DFD यो चाहिँ एक्चुअली के हो त दिस इज DFD रियल फ्रिक्वेन्सी यो 9.2 किलोवाट ले जम्मा कति छ त 11 किलोवाट को स्टार्टर भयो पुग्यो दैट्स व्हाई द स्टार्टिङ करेन्ट इज इम्पोर्टेन्ट र सोलरमा चाहिँ DFD इज कम्पल्सरी सोलर को टोटल पावर तो 19.5 किलोवाट आछ फेरि त्यो क्यापेसिटी पावर प्यानल क्यापेसिटी पावर मा चाहिँ त्यति लिमिट आउन सक्छ तर 24 घण्टा त्यति निस्किदैन नि त हो त्यो भएपछि हामीले चाहिँ अलवेज एक्स्ट्रा डिजाइन गर्छौं यो कुरा चाहिँ तपाईले हेर्नु 9 किलोवाटले 9 किलोवाटको प्यानल राख्ने बित्तिकै तपाईको 1 घण्टा चल्नुहुन्छ के 12 बजे सबै हाइएस्ट अब त्यो पढ्नु नपढिकन अहिले मैले आन्सर भन्दिनु यसको डीसी र एसी कन्भर्टर कता रहेछ त डीसी टु एसी मा हुन्छ सबै यही गर्नु ज्ञान मलाई एउटा के हो त एउटा इन्भर्टर आरएसआई कन्भर्टर हेर्नु त आरएसआई इन्भर्टर छ नि है दिनु यहाँबाट उताबाट के हुन्छ त प्यानलबाट डीसी आउँछ यसले के गरिदिन्छ त एसी मा कन्भर्ट गरिदिन्छ जान्छ त हेर्नु त के भयो भने
अहिले अब सेफ्टीको लागि धेरै राखेर भएर अलि माथि छ यो आरएसए इन्भर्टर हो है अब हेर्नु यो चाहिँ सब स्टार्टरहरुको लागि के भइरहेको यो एमसीबी ले चाहिँ 63 को छ यो पनि एमसीबी छ यो चाहिँ तपाईले त नि यो मेरो विचार यो चाहिँ तपाईको के छ अनलोड अफर चेन्ज ओभर स्विच भन्ने छ है अब यहाँ चाहिँ के छ भन्दै कि मैले चाहिँ तपाईले चाहिँ एउटा के याद गर्नु पर्यो भने तपाईहरुलाई चाहिँ यो भित्रको सिकेर बस्ने होइन मैले पनि सिक्दैन कि कहिले लेट द प्रोफेसनल डु इट बट वी नीड टु अन्डरस्ट्यान्ड यसको पैसा र यसको स्पेक लेख्न चाहिँ हामीले आउँछ त्यति है बुझ्नुभयो नि त्यति हो भित्र बसेर लाइन डायग्राम इफ यू वान्ट टु डु द लाइन डायग्राम्स देन वी क्यान डु इट हामी इलेक्ट्रिकल बन्ने भए हामी ट्राई गर्छौँ तर अब बुझ्नुभयो नि अब यति चाहिँ चाहिन्छ भन्ने भयो बुझ्नुभयो नि सोलरको लागि चाहिँ त्यो तलपट्टि कुद्यो त्यो सानोदेखि सोलर ग्रिडलाई चाहिँ कुद्यो भने त त्यति मात्र भयो नि पुग्छ अनि त्यसपछि यो के अरे सोलर ग्रिडलाई के भइपुग्छ अनि यो सोलर अनि एउटा चाहिँ के छ नि एउटा चाहिँ म तपाईँलाई भन्छु चेन्ज ओभर स्विच भन्ने एउटा एटीएक्स छ कि है यो चाहिँ के छ यसले चाहिँ ग्रिड फालिरहेको छ नि त थ्री फेज फालिरहेको छ तर भोलिपछि ग्रिड आएर कि ग्रिड आएपछि चाहिँ सोलर पनि दिउँसो युज गर्छु तर रातिको टाइममा चाहिँ म बत्ती युज गर्छु भने चाहिँ चेन्ज ओभर स्विच छ नि यहाँ अटोमेटिकली यसले चाहिँ स्विचिङ गरिदिन्छ कि ग्रिडहरूलाई एसीडीसी हुन्छ एसीडी पावर सप्लाई कसको लिनुहुन्छ ग्रिडको लागि अनि यसले पनि के गरिदिन्छ कहिले काहीँ चाहिँ तपाईँको सोलर एक्सेस प्रोडक्सन भएको छ भने तपाईँले त्यो पावर पनि ग्रिडमा पठाइदिन्छ कि जुन तपाईँले 19.5 छ नि म 11 खाइरहेको छु 8.5 एक्स्ट्रा प्रोडक्सन भयो भने म चाहिँ घरमा चाहिँ मेरो घरमा पनि राख्न लाग्छु दिनभरि सोलर राखेर चाहिँ मेरो मिटर उल्टो घुमाउँछु रातभरि चाहिँ मैले सुल्टो घुमाउँछु सौर्यदयले 3 लाख रुपियाँमा दिन्छ अनि मेरो बत्तीको बिल 300 रुपियाँ पनि आउँदैन हाम्रोमा चाहिँ अलाउ गर्दा रहेछ कि अस्ति गए 3 लाख रुपियाँमा फाइनल लगाइदिन्छु अनि दिनभरि के छ त भन्दाखेरि अनि मैले हिसाब निकालेको 4-5 वर्षमा त मेरो हुन्छ नि त्यो पैसा उठेर मिटर उल्टो घुम्छ कि माइनस हुन्छ ग्रिड होइन त्यो एनइएलाई छोड्नु सायद एनइएले अलाउ गरेको छ त्यो भएपछि हामीले चाहिँ ग्रिडमा पानी पठाइदियौँ जस्तो अझ एक्सेस भएको पानी मेरो घरबाट प्रोडक्सन गरेर सोलरबाट मलाई बेलुका त राति त चाहिन्छ हिटर बाल्नु पर्यो एसी बाल्नु पर्यो त्यो बेलामा चाहिँ एसीको बिलै 12,000 आउनु थालेको छ त्यो भएपछि बरु ढ्याकै लगाइदिएपछि घर 1,000-2,000 को बिल मात्र आउँछ त्यसपछि हो यो चाहिँ अनि किनभने मेरो घरमा त मेरो घर एसेट हो नि त तपाईँले माथि सनसाइन माथिपट्टि हेर्नु टप फ्लोरमा कोही जाँदैन के जाँदैन घाम आएर बसिरहेको छ सधैँ चाहिँ उसले चाहिँ इन्स्टल गर्छ तपाईँले टक्क ल्याउनु मेरो सबै आउँछ राखिदिन्छ सबै गरिदिन्छ है अनि तपाईँले चाहिँ के छ मसँग ब्याट्री पनि छ घरमा मसँग सोलर पनि हुन्छ मसँग ग्रिड पनि हुन्छ तर तिनटै गएर त मेरो त घरलाई त एक ठाउँ मात्र राख्नु पर्यो नि त कहिले जाने बेला एउटा चलाउने अर्को चलाउनु त भएन हो यो चाहिँ चेन्ज ओभर चाहिँ यसले के गर्छ त आफूलाई चाहिने बेला अनुसारको प्रोग्रामिङ पनि गर्न मिल्छ त्यसले चाहिँ सबै तपाईँको चाहिँ स्विचिङ अटोमेटिक स्विचिङ गरेर गरिदिन्छ क्या एटीएक्समा चाहिँ है यो वाला चाहिँ मेन चाहिँ यसको यो बिआरडी यो चाहिँ आरएसए इन्भर्टर छ इन्भर्टरसँग बिआरडी पनि इन्भर्ट हुन्छ यिनीहरूको है यहाँबाट है त ल स्काडा भन्ने चिज आएको है त्यो चाहिँ सरहरूलाई कहिले पनि सुगर दिनु नजानु हुन त सरसँग पैसै छैन हाम्रो माथि सबैलाई भित्र छिराउँछु भनेर बसेको छु म चाहिँ लास्टै खाएँ अति नै भयो यो लेभलको ब्लड एन्ड चाहिँ मलाई नि त्यो हेर्नै नसक्ने भयो किनभने भोलिपर्सि आफू जाने बेलामा नि हेर त्यो चल्नु त पऱ्यो नि त राखेको सिस्टममा बोरल खनेर मात्र हिँड्ने दग्रो बोरल खनेर पानी नआएपछि मार्दैन नि त अनि हामीले त नगर है भन्दा पनि नसक्ने भयो अब यो कस्तो भने यो वाटर प्रोजेक्ट चाहिँ के हो भनेदेखि हाम्रो कम्प्लिकेटेड सिस्टम भयो कुनबाट कति पानी आइरहेको छ कहाँबाट आइरहेको छ भनेपछि हामीले हेरेर बसेर एउटा एक ठाउँमा कन्ट्रोल गर्नुपर्ने हो नि त यो भनेको चाहिँ विदेशीको कस्तो हुन्छ भने रिजर्भबाट लिएर आउँछ एक हुन्छ होइन हाम्रो देशमा यसै त रोजगारी छैन अझ यस्तो लिएर आएर करोडौँ फालेपछि सिक्दैन दुईजना पम्प अपरेटरले जाइ पाउँछ त यो भन्नु खोजेको चाहिँ त्यसलाई रिप्लेस गर्नलाई लिएर आउने चिज हो नि त तपाईँले 20वटा 30वटा पम्प अपरेट गर्नु पर्यो भने चाहिँ सकिन्छ र कम्प्लेक्स डेलिकेट मनोभरिङ गर्नु पर्यो सपोज यताबाट 17वटा बोरल अहिले अफ गर्नु छ कुनै बेलामा के हाम्रो हुन्छ नि बिहान 7 बजी उठ्नुले चाहिँ दोस्रो चलाउँछ त्यस्तो कम्प्लिकेटेड सिस्टम भएको हो भन्ने नि त सिस्टम अब यो बनाउन खोजेको चाहिँ
एउटाबाट सुरु गरेको चाहिँ कस्तो हुन्छ कि स्काडा मोनिटरिङ भनेको चाहिँ तपाईँको एउटा स्टेसन हुन्छ स्टेसन बसेर चाहिँ तपाईँ यहाँ फिल्डमा आउने नै त्यो स्टेसन चाहिँ सायद उपभोक्ता समितिकोमा हुन्छ भन्ने खालको इन्भिजन गरेर बनाइयो तर कुनै पनि ठाउँमा काम गरेको छैन अनलेस एक या दुई ठाउँमा जो चाहिँ एक्चुअली नै स्काडाको एक्सपर्ट छ राख्ने भने हामी चाहिँ सेमी स्काडा राख्ने मलाई फ्लोमिटर चाहियो नि इलेक्ट्रोम्याग्नेटिक फ्लोमिटर कम्पोनेन्ट राखेको छ स्काडा है तर त्यसलाई चाहिँ गएर साइडमा चाहिँ गएर केही फ्लोमिटर देखायो भने त अहिले हामी गएर ट्र्याक्कै हेर्नु पाइदिन्छ जो आयो पनि ल ए आएर छ भने मलाई गएर मोबाइलमा के हेर्नु पऱ्यो नि अब यहाँबाट माथि ट्याङ्कीमा चाहिँ लेभल तल र माथि छ भने चाहिँ यहाँको मान्छेले हुन्छ होला है लेभल अफ छ भने त्यसलाई चाहिँ अफ गर्ने सिस्टम बनाउन त हामीले जब 4000 सिस्टम भएको अब यहाँ ट्याङ्कीमा लेभल पानी छ कि छैन भन्दा चाहिँ अहिले मोबाइलमा हेरेर गर्ने कि समितिले हेरेर गर्ने कि ओभर चाहिँ जानु तर त सरलाई चाहिँ तपाईँले ठुल्ठुलो हाम्रो नानीहरू जस्तो प्रोजेक्टहरू होइन हामीले कम्प्लेक्स हुन्छ नि प्रोजेक्टहरू गर्न थाल्यो त्यसमा चाहिँ बसेर एटलिस्ट एकजना इन्जिनियरले हेर्दै भयो भने चाहिँ राखिदिनु समितिले सक्दैन अनि यो चाहिँ इट्स अ पर्फेक्ट इक्जाम्पल अफ द्याट यो भने चाहिँ हेर्नुभयो भने चाहिँ तपाईँले कम्प्लेक्स हेर्छ सबै पम्पमा कति अपरेट कुन लेभल हेर्छ ओएसटीको लेभल छ नि त्यसपछि हेर्दै पम्पहरू कतिवटा अन छ के छ कसो छ सरी स्क्रिन टच भन्दा अब हेर्ने अब यो चाहिँ तपाईँले अन अफ गर्ने सबै गर्ने यो खालको चाहिँ तपाईँको सिस्टम चाहिँ यो चाहिँ यो बनाएको कारण चाहिँ के हो त एक ठाउँमा बसेर चाहिँ सबै कुरा अपरेट गरौँ भनेर जब कि हाम्रो कम्पाउन्डमै यत्रो छ सिस्टम यति नै छ यो इट्स अ वेस्ट अफ मनी भयो क्या सानो थियो एउटालाई 10 करोड 8 करोड सिस्टम 22-23 करोड रुपियाँ सिद्धा छ यहाँ टिकापुरमा एउटा छ एउटा यहाँ छ अनि सकिन्छ अनि सिधै अनि यो चाहिँ हेर्नु त यो चाहिँ 3 फेज लाइन हो नि त यो पोल कुन टाइपको हो त हाम्रो युजली एज पर ट्युबुलर पोलमै यहाँनिर गर्छ युज गर्दैन लिएर जान धेरै गाह्रो होइन त गाह्रो त्यही भएर सायद यहाँ लोकल भएर होला होइन अनि नसाम छ नसामवाला छ है अलिक पैसा आएको छ एउटा तार एउटा बस्छ तिनटाबाट आयो तिनटाबाट आउने बेला ट्यापिङ गरेर एउटा 1 2 3 फेजमा ट्यापिङ गऱ्यो नि ट्यापिङ गऱ्यो है त्यसो ट्यापिङ गऱ्यो भने त्यसलाई चाहिँ यताबाट ल्याउनको लागि भन्नु अलिकति यसो ग्याप ल्याउनलाई मात्र हो एउटा पिन इन्सुलेटर राख्छ इन्सुलेट गरेपछि यसले के हुन्छ ड्रप आउट दियो होइन दियो भन्दा हुन्छ के हुन्छ त्यो चाहिँ हामीले बन्द गर्नु पर्यो भने त्यसलाई अफिसले ल्याउनु कलर झार्छ कि है ट्रान्सफर्मरमा काम गर्न पाइयो उसले ट्रान्सफर्मर बनाउनु पर्यो केही गर्नु पर्यो निकाल्नु पर्यो फेर्नु पर्यो त्यहाँ तिनवटा आएपछि सबै नौ छ यस्तो गाह्रो हुने हो डिस्प्ले मिटर त्यही भित्र होला नयाँ जसले बनाएको नयाँ स्क्वाड वाला
टाइम अफ डिमिटर आउने योजना डिमिटरको फुल फर्म एकछिन डिमिटर हो टाइम अफ डिमिटर मलाई चाहिँ त्यो चाहिँ इलेक्ट्रिसिटी एनइएले चाहिँ के गर्छ भने बिहान एउटा रेट हुन्छ उसको राति अर्को रेट हुन्छ है डिमिटर हालेपछि चाहिँ तपाईँले हरेक घन्टा अनुसारको कति किलोवाट खायो कति किलोवाटमा समस्या के पर्छ बत्ती मान्छेले युज गरेर पानी खाने एउटै बेला पर्छ तर हाम्रो चाहिँ यदि बत्ती महँगो पऱ्यो भने पानी तपाईँ दिनु भएन भने तपाईँले ट्याङ्की यात्रा बनाउनु पर्छ अलवेज ट्याङ्कीको साइज अलिकति सानो छ भने पानी खाने त्यो चाहिँ छ तर हामीले त्यो गर्दैन हाम्रो काम भनेर चाहिँ सिम्पल 24 घण्टा पानी पम्पान भनेर डिजाइन गरिदिन्छ लाइन भोल्टेज कति गएको छ 235 होइन भनेपछि हेर्नु 235 प्लस इन्टु 2 भने कति जानुपर्छ कति लाइन भोल्टेज 240 मा दिइरहेको है अब हेर्नु त यसले कति करेन्ट खाइरहेछ 87 एम्पियर है लाइन भोल्टेज ठिक छ अहिले एम्पियर आउँछ आफै चेक गरिरहन्छ 91 मा गयो 91 एम्पियर अनुसार चाहिँ उसले पैसा बिल फटाइरहेछ हामीलाई अब भोल्टेज र एम्पियरमा उसले क्यालकुलेट गरेर पावरको हामी किलोवाट आउँछ नि त फेज कति छ भन्छ 0.85 पावर फ्याक्टर हाम्रो एउटा क्यापेसिटर ब्याङ्क भन्ने हुन्छ त्यसले चाहिँ सिधै पढाइदिन्छ 0.95 मा पुऱ्याइदिन्छ कतितिर पढाउँदैन त्यो थपा हुन्छ महँगो यो स्मार्ट मिटर भनेको के हो स्मार्ट मिटर हाम्रो डिजिटल छ नि अहिलेसम्म बत्तीको बिल तिरेर सिधै यानीबाट बत्ती काटिन्छ त्यसमा ल्याउनु पर्दैन पैसा चाहिँ उही सिधै पहिले डिपोजिट गरिराख्ने हैन महिना तिर्छ 3 महिनाभन्दा बढी भयो भने उतैबाट कम्प्युटरबाट काटिदिन्छ यहाँ आउनु पर्छ लाइनै काटिदिन्छ उनीहरूलाई छ्याप्पै फाल्नु अब त्यसलाई गरेको चाहिँ जुगाडवाला एन्करिङ गरेको चाहिँ फर्स्ट गरेको एक्चुअली त्यहाँ चाहिँ फर्स्ट लक बनाउनु गएको डन्डी राखेर त्यसको चाहिँ फोर्सलाई चाहिँ फर्स्ट लक भनेर चाहिँ फर्स्टलाई कन्ट्रोल गर्ने यो फर्स्ट लक चाहिँ कहीँ देखाएको छ नि त्यसले सपोर्ट लक गर्यो यो चाहिँ तिनवटा प्यारललमा छ अनि आयो प्यारललमा तर होइन यस्तो प्यारलल भन्ने नि पाइप तिनवटा जोडिएर माथि जान्छ तिनटै जान्छ कि जोडिएर जान्छ अलग अलग यो प्यारलल होइन प्यारलल भनेपछि तिनवटा जोडिनु पर्यो नि त यसमा त बोरल छैन क्या यसलाई चाहिँ अपडेट भन्छ तल राखेको छ रङ चाहिँ के भएको छ एकछिन पहिला रङ चाहिँ के भएको छ भन्दाखेरि कलबाट पानी सिर्कै आइरहेछ नि यसले चाहिँ के गर्छ भने त पानीबाट त निस्किन खोज्छ नि त किनभने यसलाई त पहिलो ओपनिङ भयो यो ठाउँमा चाहिँ एउटा रड लिएर आएर यसो माथि चाहिँ हामीले राख्नुपर्छ अनि तलको रडबाट चाहिँ बत्तीको तार भित्र छिराउनु पर्छ त्यो रड कत्रो राख्ने त भन्दा यसको पानी जति छ त्यसको वाटर लेभल माथि राख्नु पर्छ अनि त यो चाहिँ रङ छ त्यही भएर यो यसलाई के भन्छ त एनार्डो यो पनि त हाम्रो लिकेज भयो लस भयो त्यसमा भन्दा भन्दा दिस इज अल्सो लस यो चाहिँ कस्तो छ भने हेड जिरो एयर प्रेसर साइड लिएर आउने माथि लिएर जाने त्यो एउटा चाहिँ याद गर्नु कन्स्ट्रक्सन गर्ने बेलामा अब छर चाहिँ पानी भनेको त्यहाँबाट निस्किन्छ नि त त्यो भनेर हामीले एउटा छुट्टै सानो पाइप चाहिँ लिएर गएर त्यो पार्ट्स ल्याउने पाइप काठको भित्र छिराइदिनु पर्यो नि त है यो काम चाहिँ तपाईँहरूले एउटा वेल कन्स्ट्रक्सन चिज माथिसम्म बनाउने किन बनाउनु पर्यो पैसा किन सिद्ध्याउने होइन त्यो एउटा चाहिँ एकदम रङ चाहिँ तपाईँले देख्नुभयो नि है एउटा रङ द्याट इज द रङ
अनि यहाँ हेर्नु It's a blunder, sir. भन्छ You using a बलहरू छ अब यहाँ सिद्धि लाग्छ अञ्जनेरी दोला गर्दै कुन चाहिँ